हाई एभ्रिवान, नमस्ते सबैजनालाई। म चाहिँ चिटिक्क पारेर आज मेरो आजको यात्रा हुँदैछ रुमदेखि सुपर मार्केटसम्म ग्रेन्ड मल। हामी लाग्यो अब। यो चाहिँ हाम्रो एकोमोडेसन हो होइन। जाँदैछौँ हामी किन बस लाग्ने ठाउँमा, किनभने हरेक थर्सडे चाहिँ बस आउँछ। मेरो साथीहरू पनि आउँदै हुनुहुन्छ। हामी रुमको 2 जना भाइ हो। अब लाग्दैछु क्याम्पबाट बसमा चढ्नलाई। यता पछाडिपट्टि आइसकेका छु, हामी फ्यामिली रुमतिर आइसकेका छु। किनभने आज धेरै साथीहरू जाँदैछ। अब हामी एकछिन यता रुमतिर पस्छु। यहाँ अलिकति काम छ मेरो दाइ, उहाँ पनि जान रेडी हुनुहुन्छ। दाइलाई निस्कौँ भनेर हामी निस्किन थाल्यो त्यहाँबाट। दाइ पनि निस्किनुहुन्छ सँगसँगै, मेरो भाइ पनि हुनुहुन्छ। अनि हामी त्यहाँदेखि लाग्यो। धेरै मान्छेहरू छ, गाडीमा फुल प्याक हुन पनि सक्छ। बाहिर घाम धेरै चर्किया है, त्यही भएर बाहिर भिडियो खिच्न पाइन्न। अब हामी लाग्यो। अब हामी भर्याङ ओर्लिँदैछु। यहाँबाट जानलाई ठ्याक्कै 10 मिनट लाउँछ गाडीमा। यो चाहिँ हाम्रो भर्याङ हो रुमको। हामी यतिखेर मार्केट आइपुगिसक्यो। अब धमाधम सामानहरू किन्ने बेला। यो हो गाजर, यो हो लौका, यता फुलकोपी। हामी चाहिँ यतिखेर मार्केटभित्र छु, सपिङ गर्दैछु। एउटा तेल लिएँ मैले। कहाँ कस्तो सामान छ भनेर हेर्दैछु। वाटरमेलन। अब हामी माछा लिन खोज्दैछु। कुन माछा खाँदा ठिक हुन्छ? मेरो साथीहरू। अब हामी माछा वेट गर्दैछु। यहाँबाट माछा लिएर जाने हो। आज माछा बनाएर मजाले खाने हो। माछाको अलिकति प्राइस महँगै रहेछ। माछा ल्याइसकेँ मैले अलरेडी कटिङ गरेर। हामी अब यता आउँदैछु। यहाँ फेरि माछा यहाँ टोकरीमा राखेर हामी यताउता घुम्दैछु। के सामान पाइन्छ भनेर सस पनि लियो। अब हामी फेरि फर्केर जाँदैछु। आजले यतिकै, हस् त फेरि गरौँला बाबा।